नमस्कार सम्पूर्णलाई आजको यस नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई काठमाडौँदेखि एकदम नजिकको पैदल यात्रा गर्ने ठाउँको बारेमा चाहिँ भिडियो बनाइरहेको छु। अन्त्यसम्म हेरेर साथ दिनु होला र मेरो युट्युब च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई चाहिँ लाइक, शेयर र कमेन्ट पनि गरेर मलाई सहयोग गरिदिनु होला। र आजको भिडियोमा चाहिँ म पैदल यात्रा गर्नको लागि एकदमै रमाइलो ठाउँको बारेमा चाहिँ तपाईहरुलाई दृश्य देखाउन गइरहेको छु। त्यो एकदमै राम्रो छ। काठमाडौँबाट एकदम नजिक पनि छ र काठमाडौँबाट नजिक भएको हुँदाखेरि चाहिँ लगभग तपाईको त्यस्तै 5 देखि 6 घण्टा लाग्छ। आउन जान चाहिँ त्यति लाग्छ। अनि तपाईको जान चाहिँ बिस्तारै गयो भने चाहिँ 3 घण्टा मज्जाले पुगिन्छ। र जब हामी हिँड्दै जान्छौँ, उकालो छ, बाटो एकदमै उकालो छ अनि उकालोमा जाँदा चाहिँ एकदम रमाइलो ठाउँ छ। जब माथि पुगेपछि चाहिँ तपाईको यति राम्रो छ, एउटा स्वर्गको टुक्रा जस्तै छ। त्यहाँबाट काठमाडौँको भ्यू हेर्दा चाहिँ बडो आनन्द आउँछ हैन। त्यो आनन्द आएको देख्दाखेरि त फेरि फर्केर काठमाडौँ नजाउँ जस्तो लाग्छ। त्यस्तो ठाउँ छ हैन। त्यहाँबाट भ्यू हेर्दा पनि एकदमै रमाइलो छ, एकदम रमाइलो लाग्छ। अनि त्यही भएको कारणले गर्दाखेरि हजुरहरू पनि एकपटक जामाचो भन्ने ठाउँमा चाहिँ जानुस्। काठमाडौँको माछा पोखरीबाट नुवाकोट जाने बाटोबाट चाहिँ जान सकिन्छ हैन। अनि स्टार्टिङ पोइन्टबाट जम्मा 4 किलोमिटर हो हैन जामाचो भन्ने ठाउँ चाहिँ। त्यहाँ चाहिँ हाइकिङको लागि चाहिँ एकदमै राम्रो। त्यहाँ गएर चाहिँ हामी बस्नु पर्दैन, आउन जान सकिन्छ। काठमाडौँबाट चाहिँ आउन जान सक्ने ठाउँ हो। त्यसैले गर्दा चाहिँ हजुरहरू पनि एकचोटि गएर भिजिट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु र यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। धेरै धेरै धन्यवाद छ। यहाँ त लेक पनि लाग्छ। त्यहाँ बस त्योबाट बस्नको लागि कम्प्लिटहरू छ नि के हुन्छ हैन। माछाबाट पुरा केटी गभर्नमेन्ट गभर्नर थियो त्यतिखेर। तपाईँले वेस्ट बेङ्गालको फेमाइन हेर्नुहोस्। राणा शासन थियो, राणाहरूले भयभरको पैसा आफ्नो खल्तीमा हाल्थ्यो। कति पैसासम्म खल्तीमा हालेर भने त्यो समयको 300 मिलियन रुपिस नेपाली रुपिस चाहिँ चन्द्र शमशेरले मात्रै आफ्नो प्राइभेट पकेटमा हालेको। 300 मिलियन नेपाल र है त्यतिखेरको अवस्थाले भनौँ न, हामीले पूर्वमा टिस्टा ब्रह्मपुत्र होइन, त्यसपछि पश्चिममा उता काँगडासम्म हाम्रो कभर थियो। अनि यता साउथको बिजनेस चाहिँ नेपाल चाहिँ
भएर अन्त जान्थ्यो कि अहिले पनि त्यो ग्रेटर नेपालको म्यापमा त पूर्वको टिस्टा र पश्चिमको ऊ हाल्छ नि होइन त्यो त हाल्ने मतलब अब सम्भव छैन होइन सम्भव त छैन तर त्यो बेलाको हाम्रो इकोनोमिक फ्लरिस हुनुको कारण त के म्याप पनि र अहिले उसले क्लेम गरिरहेको छ इन्डियाले चाइनासँग बिजनेस हाम्रो पञ्चायत कालमा सिंहदरबार आएर लगाउनुको किन लगाएको भनेर वास्तविक त्यो चाहिँ एउटा ठाउँ हुन्छ स्पेसल्ली इन्दिरा गान्धीले हामीलाई धेरै के गरे उनीहरू चाहिँ किनभने डराएको थियो हारेको हो नि त कति 1962 हो कतितिर हो त्यही बेलामा त्यो भएर उनीहरू चाहिँ उनीहरूसँग डराउँथ्यो कि 62 इन्डियासँग डराउँथ्यो त्यही भएर अनि हाम्रो नेपालको अहिलेको रोडहरू पनि जसरी माथिल्लो रोड तल्लो रोडहरू छ नि त्यतिखेर नि अब वास्तविक प्रमाणित त हामीले गर्न सक्छौँ तर वास्तविक कुरा बुद्ध चाहिँ त्यो रोडलाई चाहिँ सर्टकटमा हाम्रो पाहाडबाट चाहिँ तराई छिर नदिएको कारणले त्यो भएर कि घुमेर आउनु जान्थ्यो नि त कि त्यसै मानौँ भने हामी अहिले निजगढको ढुच्चा मार्ग बनायो भने त हामी 1.5 घन्टा 2 घन्टामा बन्दैछ नेपाल आर्मीले बनाउँदैछ गाडी बनाउँछ है ठेकापाको त उसैले हो है नेपाल आर्मीले बनाए पनि कस्तो हुन्छ भने कन्ट्र्याक्टहरूले पाएको तर हामीलाई अब सहयोग चाहियो होइन त्यसको लागि बारुदहरू युज गर्नु पऱ्यो नि इन्डियादेखि आउँदैन होइन अब इन्डियासँग सम्बन्ध राम्रो त पछाडि छोड्नुभयो फेरि उनीहरू भन्ज्याङ टाइपको चिज हो भन्ज्याङ गड्स भन्ज्याङ भन्छ नेपालीमा वाउ मिठो त्यसलाई भनेको भन्ज्याङ हो जुन दुईवटा डाँडाको बिचको त्यो खालको हुन्छ त्यसलाई भन्ज्याङ भन्छ जस्तै हामीले चाखण्डको लागि बाहिरबाट आउँदाखेरि नाकढुङ्गालाई भन्ज्याङ भन्नुपर्छ भन्ज्याङ होइन भयो भागा है आज चाहन्छ शनिबारको दिनमा शनिबारको दिन अहिले त के छ र छाड यही हो खासमा त्यही हो जानु पर्छ ट्रेल सक्यो त आजको लागि माथि त धार्मिक कुरा हो क्या त्यो फ्याक्ट के हो कसैलाई थाहा छ हामीले धार्मिक यसलाई जानु भने भगवान् बुद्धकोलाई भगवान् बुद्ध शिव या जो पनि भगवान्हरू चाहिँ पाहाडको टपमा गएर माउन्टेनको टपमा गएर चाहिँ बस्छ बास गर्नुहुन्थ्यो उहाँ भन्ने चाहिँ एउटा हाम्रो एउटा पढाइ थियो कि ठिकाना नेतृत्वसँग रमाउनै हुनु कहाँबाट थाहा पाएछ त्यो माथि पुगेछ समोसा
समोसा पकौडा चटपटी पानीपुरी भएको चिज के किन लाज भन्ने